हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो ब्लगमा। म रोशन श्रेष्ठ र आज चाहिँ हामी जाँदैछौँ ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा देवीको मन्दिर र त्यस सँगसँगै हामी चाहिँ पाँचथर जिल्लामा रहेको साधुतार भन्ने ठाउँ पनि हामी घुम्नेछौँ। र हामी चाहिँ बिहान उठेर सबैजना फिकलबाट लाग्यौँ र फेरि चाहिँ हामी इलाम कटेर पनि राखी आइपुग्न लागिसकेको छौँ र हामी चाहिँ एकछिन राखीमा बस्ने है, त्यहाँनिर खानासाना खाने, त्यस पछाडि चाहिँ हामी साधुतारतर्फ लाग्नेछौँ। रमाइलो भइरहेछ। रमाइलो छ। चिसो कतिका छ त? चिसो एकदम चिसो त वाइल्ड छ। ल लागौँ यो व्हाट्सएप गाइस। लेट्स गो गाइस। दानी कभर है पहाड बब्बाल है। अच्छो जाडो सोध पल्लोमा सोध। गाइस अहिले चाहिँ हामी राखी बजारमा स्वागत ब्रो। कस्तो फिल भइरहेछ त? रमाइलो भइरहेछ। भोक चाहिँ लास्टै लागिरहेछ त। दावा सर चिसोमा तातो तातो खाना पालप सर। बिस्तारै खाऊ है। अनि सर खाना दुई तालमै ल राखी चाहिँ अकबारे खोर्सानीको प्रसिद्ध ठाउँ रहेछ। के को लागि दिदी हो? औषधिको लागि हो? चियामा भिजाएर खाने होइन तातो पानीमा? के हो यो? मासुमा के हो यो चाहिँ? च्याउ खाएको थियौँ हामीले। च्याउ देख्यौँ राखेमा च्याउ। यो चाहिँ मासुमा खानुपर्छ अरे गाइस। जिउ दुखेको च्वाट्टै। हामी चाहिँ राखी बजार आइपुगेपछि राखी बजारमा बस्यौँ र त्यहाँनिर हामीले खानाहरू खायौँ र खानाहरू खाइसकेपछि चाहिँ हामी फास्टतर्फ अघि बढ्यौँ र मेरो चाहिँ स्कुटरमा तेल सकिसकेको थियो र हामी चाहिँ तेल खोज्ने ठाउँ खोज्दै हिँडिरहेको थियौँ र यहाँ एकजना हाम्रो दिदीकोमा चाहिँ तेल पाउँदो रहेछ। यहाँ बाटोमा चाहिँ यहाँ चाहिँ उहाँले तेलहरू बेच्नु हुँदो रहेछ र तपाईँहरूलाई पनि बाटोमा अगर परिहाल्यो भने चाहिँ यस ठाउँमा आएर तेलहरू हाल्न सक्नुहुन्छ। एकदमै सुपथ मूल्यमा पाउँदो रहेछ क्या। बाहिरतिर चाहिँ यता फिक्कल इलाम झापा साइडतिर 200 रुपियाँ पर लिटर लिने, यहाँ चाहिँ 160-170मै पाइँदो रहेछ। र हामी चाहिँ स्कुटर फुल ट्याङ्की गरिसकेपछि चाहिँ हामी लाग्यौँ पाँचथर जिल्लामा रहेको साधुतार भन्ने ठाउँतर्फ। हेरौँ त्यहाँ कस्तो छ। धेरै समयपछि म चाहिँ जाँदैछु। पहिला पनि एकचोटि जाँदा गएको थिएँ। पहिला पनि रमाइलो थियो। अब अहिले चाहिँ कस्तो भएको छ त्यहाँ गएपछि थाहा हुनेछ। अहिले चाहिँ हामी पावा भन्ज्याङ भन्ने ठाउँ आइपुगिसकेको छौँ र अब चाहिँ हामी राइटतर्फ पिच बाटो छोडेर अब चाहिँ हामी कच्ची बाटो लाग्नुपर्ने छ साधुतारको लागि चाहिँ। र अब हामी लाग्दैछौँ साधुतारतर्फ कच्ची बाटो।
साधुटार यतै हो आन्टी साधुटार यतै हो हामी उल्टा आयौँ क्या हो यताबाट चाहिँ पुग्दैन हजुर अर्कै भनिछ क्या यार यत्रो दुःख पाइयो साधुटार त त्यो तल्लै बाटो जान्थ्यो होइन यस्तो रड्डी भयो यता यता एउटा बाइक आएको देख्नुभयो होइन यता एउटा बाइक आएको देख्नुभयो फोन गर त्यहाँ एउटा दिदीलाई सोधेको थियो त्यो दिदीले सुके पोखरी भनिदियो क्या हो यता उकालो पठायो हामीलाई हो ए मिस्टेक भयो नि अब यो त अनि आम्मामा आधी घन्टाभन्दा बढी भयो झन्डै भयो नि भएन नि उकालोमा नि तान्दैन फेरि हो सुके पोखरी कस्तो कस्तो छ त्यो चाहिँ त्यहाँ पनि आउँछ ए हुन्छ ए हुन्छ अब त्यो त यो बोकेर ए हुन्छ केटाहरूले पोखरी कहाँ भनेर सोध्यो कि क्या हो साधुटार भनेन होला र त अनि सुके पोखरी छ अरे त यहाँनिर अनि घुमेर जाउँ न त केही छैन राम्रो छ भन्दैछ केटा अघि हामी गएको छौँ जुन तल्लो बाटो हो नि त्यही हो क्या बाटो त्यो कसले चाहिँ मिस्टेक गरिदिएको तान त भाइ यत्रो कम त आएन त जस्तो पनि होइन दादा हो र त्यहाँ बाजे बोजूलाई सोध्यौँ कि साधुटार कता अरे त ऊ पाऱ्यो र त अनि माछाहरू देखिन्छ हो म भन्दैछु म अघिदेखि भन्दैछु साधुटार सोध्यो कि पोखरी सोध्यो तिमीहरूले अनि साधुटार अनि यो त होइन र त नि यहाँ हुनुहुन्छ यहाँ साधुटारको ठाउँ सोध्ने केटाहरू चाहिँ यो दुईवटा केटाहरूले फसाएको हामीलाई बाटो बनाउँदा चाहिँ यता जानु भयो नि त हो र कस्तो गोजीबाट झऱ्यो के कस्तो मलाई फोन झरेको नि थाहा पाउँदैनौ हामी चाहिँ साधुटारतर्फ लाग्ने क्रममा चाहिँ हामीले चाहिँ बाटो मिस्टेक भएको कारणले गर्दा हामी चाहिँ सुके पोखरीतर्फ लागेछौँ र माथि पुगेर बाजे बोजूलाई सोद्धाखेरि थाहा भयो र मेरो साथीहरू चाहिँ अगाडि गइसकेको थियो र उनीहरू पनि फर्केर भेटेर चाहिँ हामी फेरि ब्याक टु साधुटारतर्फ लाग्दैछौँ र साधुटार जाने बाटो चाहिँ यो यहाँबाट देखिएर गएको बाटोबाट चाहिँ छुट्टिने रहेछ हामी चाहिँ सिधै आएछौँ र अब हामी लाग्नुपर्ने चाहिँ यो बाटोबाट रहेछ माथि बाटोमै लाइट उइरहेछ लाइट अनै छ ए दुईजनाले बाटो चाहिँ फेरि यस्तो छ हो अब यहाँनिर चाहिँ ट्यालेन्ट चाहिँ हाम्रो यो स्कुटी बाटो चाहिँ यो भयो होइन तर कस्तो छ भन्दा तर त्यो स्कुटी हो कि यहाँ हौ यहाँ त्यहाँ होइन क्या यहाँ हौ यहाँ छ ढुङ्गै छ रोशन दा यहाँसम्म आउनु यहाँदेखि यहाँ माथि चढाउने होइन यहाँ ढुङ्गा छ न यहाँ ढुङ्गा यहाँसम्म आउनु त बिस्तारै यहाँ ढुङ्गा छ यहाँ अनि यहाँदेखि यहाँ चढाउनु है यहाँदेखि यहाँ चढाउनु है हो त्यसरी गयो जान्छ ए त्यही बाटोमा गाइजहरू ट्रायल बस माथि भनेको नि हिलो लाग्छ भनेर भनेको मान्दैन नि त्यो बाटोमा हिलो छैन क्या
साधु त यतै हो त्यतै अरे अहिले चाहिँ हामी साधुराडमा छौँ र यहाँ हामी चाहिँ एकछिन बस्यौँ र फोटोहरू खिच्यौँ भिडियोहरू बनायौँ र त्यस पछाडि चाहिँ हामी लाग्यौँ ताप्लेजुङतर्फ। अहिले चाहिँ हामी सुकेटार आइपुगेको छौँ अनि कहाँ यो मुनाल होटलमा चाहिँ चिया खाइसकेर अबको यात्रा चाहिँ हाम्रो सानो फेदी के छ भाइ कस्तो 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 फिल भइरहेछ? कपालको जरा जरा दुखेको छ र कसले कुदेर अहिले चाहिँ हामी अफरोडको बाटो एकदमै गाह्रो 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 कति गाह्रो केटा हो भन्नु पर्ने धेरै गाह्रो भएको छ। अहिले 9:20 भइसकेको छ। हामी यहाँ कहाँ हो घनिष्ठ जङ्गलमा छौँ। जङ्गल है घनिष्ठ मान्छेहरू यहाँ यस्तै छ। अब चाहिँ हामी सुकेटारबाट के भयो सानो फेदीतर्फ लाग्दैछौँ। त्यहाँ बस्ने हो खानासाना खाने बिहान उठेर कुद्ने हो उकालो। यही हो हजुर 9 जना केटाहरूले कति चारताल थापेपछि त अब कहाँ खानु यता त हालिदिउँ यता त हालिदिउँ एकछिन नै चिसो पानी कि तातो पानी भाइ? यो निकाल्दै निकाल्दै चिसो हुने रहेछ। तातो रहेछ तातो रहेछ ल पानी कम्ती कम्ती युज गर मलाई पनि राख हो। होइन पानी कम यो सबै तातो पानी सबै हो आन्टीले अहिले मार्ला नि त हाम्रो ठुलो दिदीले। होइन मार्नुहुन्न नि पानी तातो पानी यो त तातो हो नि नुहाउनेलाई पानी दिनु र प्यासीलाई केटाहरू हाम्रो केटाहरू त नहुँदैन हेर भोलि नुहाउँदैन अरे काखी गलाउँदै रहेछ। ल गुड मर्निङ केटा हो गुड मर्निङ गुड मर्निङ फ्रम ताप्लेजुङ है। ल अहिले चाहिँ हामी उठिसकेर अब चाहिँ चिया खाँदैछौँ कि पिउँदैछौँ। अब चाहिँ यस पछाडिको अबको यात्रा चाहिँ अब सिधै पाथिभरा मन्दिर। ल अहिले चाहिँ हामी तल्लो फेदीबाट माथिल्लो फेदी हुँदै पाथिभरा मन्दिर लाग्न लागेको छौँ। केटाहरू सामान किन्दैछ। यो चाहिँ तल्लो फेदी बिहानको 5 भइसकेको छ। 3 बजी जाने भन्दा 5 भइसकेको छ अहिले रात बिहान। केटाहरू रेडी
झोला बोकेर आफ्नो 5 त भइसक्यो अब 10 पैसा पुग्यो के छ कस्तो फिल भइरहेछ अहिले अनि म्यादी जस्तो देखिरहेछ त ठिक छ सबैजना हामी त्यस्तै देखिरहेको छौँ यहाँ सबैजना त्यस्तै हो ल यहाँ चाहिँ एकचोटि लाइट बाल देखाइदेऊ त यहाँबाट चाहिँ उकालो हो सुरु हाम्रो बिस्तारै उकालो चढ्दै चढ्दै हान्यो चिसोले हान्दैछ ल माथिल्लो फेदीको गेट प्रवेश गर्दैछौँ अब अझै 2 घन्टा लाग्छ अरे र पनि हिँडिरहेको छौँ अब केटा गर केटा ल माथिल्लो फेदीमा पनि प्रशस्तै बस्ने ठाउँहरू रहेछ हामी चाहिँ आउन सकेनौँ हिजो राति 10 बजी आइपुग्यो तल्लो फेदि जारी छ हाम्रो यहीँ जारी छ आइपुग्नु लागि जस्तो छ लाग्नु जस्तो चाहिँ छ तर पनि कहाँ हो भन्ने यकिन थाहा छैन हिँडिरहेको छौँ 2 भाइ अगाडि छ हामी 2 भाइ बिचमा 5 भाइ अझै तल छ कुदिरहेको छौँ अहिले चाहिँ तर बेस्ट मौसम रहेछ क्या यतिखेर आउनु चाहिँ यो पाथी भएर आउने बेस्ट मौसम चाहिँ अहिले यो दसैँ तिहार पछाडि होइन अहिले कुन महिना हो फागुन मङ्सिर मङ्सिर आज कति 3 गते भयो 3 गते यो मङ्सिरको महिना चाहिँ लास्ट बेस्ट रहेछ ज्याकेटहरू बोकेर आएको पनि बोकेर हिँड्नु पऱ्यो परेको छ होइन पन्जा चाहिँ लगाएको छु तर पन्जा किने टोपी किने त्यो पनि एउटा मात्रै लगाएको छु क्या मौसम कुल छ यतिखेर आयो भने चाहिँ साथीहरू केही लिनु नपर्ने रहेछ त्यस्तो हामीलाई साथीहरू केही खानु पनि परेको छैन आनन्दले चिलमा ल अब चाहिँ हामी खै यस्तो भएकोमा आइपुग्यौँ आइपुग्यो भनेर आशमा थियौँ तर अब 1 घन्टा तर पनि तपाईँहरू चाहिँ होइन इफ भोलि पर्सि आउँदाखेरि माथि फेदीमै बस्नुभयो भने आत्तिएर 3 बजी 4 बजी नकुद्नु होइन लेक लाग्ने समस्या जाडोको समस्या चाहिँ त्यो चिसोमा कुदेर हुने रहेछ अब अहिले ठ्याक्कै यतिखेर टाइम हिँड्दाखेरि घाम पनि लाग्यो आनन्द चिल केही खानु पनि परेको छैन केही लाग्ने समस्या पनि छैन बर्खाको टाइममा चाहिँ नआउनु होला यतिखेर बेस्ट टाइम बर्खाको टाइममा आउनु भने चाहिँ बाटो पनि त्यस्तै रिस्की छ यता आउने यता चढ्ने मन्दिर आउने चाहिँ ठिकै छ यता फिल्मसम्म आउने चाहिँ रिस्की हो यता सो बेस्ट टाइम नै हो ल कहाँबाट आउनुभयो अङ्कल विराटचोकदेखि ल दाइ बिच नानी बोकिरहनु भएको छ ल नानी खै हात लगाऊ ल दाइले चाहिँ तपाईँको नानी बोकिदिनु भएको तपाईँहरूको नानी बोकिदिनु भएको ए नाति ल हामी दाइहरू चाहिँ यसरी बोकेर हिँडिदिनु हुँदो रहेछ ए 2000 ठिकै हो दाइहरूले यसरी नानीहरूलाई माथि पुऱ्याइदिनु हुन्छ त्यो नै ठुलो कुरा हो नि अब होइन यो पनि एउटा सेवा हो दाइहरूको सेवा हो यो भ्यूको के बयान गर्नु होइन है तिमी यो भ्यूले बयान गर्न सक्छौ बादलहरू तर
जति नै थकान भए पनि त्यो दृश्यले नै उयो हुने क्या। अब चाहिँ आइपुग्नु आँट्यो होला। ल अब चाहिँ हामी आइपुगेको छौँ। कस्तो फिल भइरहेछ सगरलाई? एकदमै चिसो है दा हामी माथि चाहिँ लास्टै चिसो चिसो, यहाँ चाहिँ लास्ट चिसो है। अहिले चाहिँ धेरै चिसो फिल हुन थाल्यो। तर फाइनली अब चाहिँ हामी आइपुगेको छौँ। पूजा गर्नुपर्छ। चारजना चाहिँ आइपुगेको छैन हामी। कतिजना? 5 जना आइपुग्यौँ। 5 जना चाहिँ आइपुग्यौँ। आगो प्रसाद खोज्नु गयो क्या एकजना भाइले पूजा पनि गरिसक्यो। एकजनाले पूजा गरेर नि प्रसाद खोज्नु गइसक्नु। जे भेट्यो त्यही खान्छु। जे भेट्यो त्यही खाने भन्नु। कतिचोटि भयो? अझै 4। हामी पूजा गरिसकेर फर्किँदैछौँ। एउटा स्कुटर चाहिँ स्टार्ट भएन। अब ठेलेर जाँदैछौँ है हामी चाहिँ। यत्र कहाँ सजिलो छ र निकै कठिन छ। स्टार्ट गर्दा 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 यहाँ पसिना खलाला सपना बगेछ लाला। हाम्रो चाहिँ अहिले स्कुटी बिग्रेर यहाँनिर हामी केमा पो यो ठाउँको नाम त भाइ के पो थियो? हुन्छ दिदी। तेर्से टारमा चाहिँ हामी तेर्से टार होइन के पो थियो? देउराली। तेर्से देउरालीमा चाहिँ हामी बसेको। यहाँ कोही यहाँ आगो ताप्दैछ, कोही अघि भुटेको मकै खाएर हो। अनि हामी चाहिँ अब यसो छ्याङ पनि पाउँदो रहेछ दिदीकोमा। यहाँ छ्याङ पनि खाँदैछौँ। आमाले देख्यो भने चाहिँ के 2टा चिया भन्यो पर्दैन हौ। ल दाईहरू पनि हुनुहुन्छ। ल बल्ल बल्ल अहिले हाम्रो मिस्त्री त आइपुग्नु भएको छ। अहिले चाहिँ हाम्रो स्कुटर बनिँदैछ। अब के भएको भन्ने कुरा चाहिँ अब यहाँ दाइले नै थाहा पाउँछ। अहिले स्टार्ट होस् न मलाई भनिदिए। यसको होइन डियोको पढिदियो। डियोको यहाँनिर स्कुटर बिग्रेको उयोमा यहाँ हाम्रो दिदीहरूको घरमा सिनजान गरेर यहाँ इस्कुस पनि लगिसक्यो। फाइनली यो कति एउटा 1.5 केजीको इस्कुस यहाँ भेटिसक्यो। र फाइनली हाम्रो स्कुटर पनि बनिसकेको छ। भाइ एकदम एक्साइटेड छ। अब हामी चाहिँ यहाँबाट फिदिमतर्फ लाग्नेछौँ। ल
अहिले चाहिँ हामी जाँदैछौँ पानीटारको बाटो है यो चाहिँ गाइजहरू यताबाट जाँदैछौँ है यताबाट अलिक घरिघरि अफरोड पनि आउँदैछ अफरोड भन्दा पनि सबै यहाँ चाहिँ बाटो नै रहेछ पिच बाटो नै रहेछ तर यहाँनिर चाहिँ हल्का बाटोहरू बिग्रिएको अरू त सबै ठिकै छ राम्रो लाग्यो बाटो पहिला चाहिँ अफरोड थियो अरे एकजना साथीले अफरोड त नजाउँ भन्दै थियो यहाँ हाम्रो एकजना झापाको वरिष्ठ भाइ आउनु भएको छ उहाँको रिक्वेस्टमा अनि हामी पाइन्टार जाँदैछौँ र अब पाइन्टार पुगेपछि नै थाहा हुन्छ के कस्तो छ भन्ने कुरो यस पाइन्टारको बारेमा के बताइदिउँ यहाँको बारेमा म के बताइदिनु इट्स असम म्यान एकदम पिसफुल भयो र आगो माथिबाट ताप्दैछौँ वी फिल ग्रेट टु बी पार्ट अफ दिस यो टुरको चाहिँ हामी चाहिँ एक दिन भनेर हिँडेको तर 3 दिन वी आर गेटिङ 3 डेज आज चाहिँ ब्याक टु होम चाहिँ हामी पानीटार पनि घुमिसकेका छौँ लाइक म चाहिँ हिँड्नु नसकेको हाम्रो सितेन ब्रो अनि समीर ब्रो झर्दैछ कस्तो के भइरहेछ ब्रोहरूलाई म चाहिँ हिँड्नु नसकेर When two blogger meets each other. दुईजनाको भेट भएको छ ब्लगरको हामी चाहिँ फेरि खत्रै ब्लगर हो अहिले चाहिँ हामी इलाम आइपुगिसकेका छौँ इलामको तमु होटेल खाना खाँदैछौँ अब केटाहरू कफी खाँदैछ हामी अब हाम्रो घुमाइको लास्ट साथीहरूसँग खाना खाँदैछौँ यस पछाडि चाहिँ अब हामी छुट्टिने हो खाऊ केटा टन्न थपी अनिस ब्रो कतिचोटि थप्ने आज अहिले चाहिँ हाम्रो ताप्लेजुङको यात्रा सकिसकेको छ अब चाहिँ हामी घर फर्किँदै अहिले माइखोला पुल आइसक्यौँ इलामको हाम्रो यात्रा हाम्रो ब्लग यति नै थियो धन्यवाद थ्याङ्क यू सो मच सबैजना